ल गाउँ घरका बुद्धि जलाई बन्न थाले फाले घरमा पाले लक्ष्मीले चर्की खाउन थाले चक्री पाण्डे हिरो बन्यो गरिहाल्यो सुटिङ उपाध्यको घरमा जाँदा जाडसीको मिटिङ धर्म छाडे उपाध्यले पहिलेदेखि हेर आई मलाई पहिला जान लाग्दैन नि बेर पाप फुल्यो धर्मको पटमा ज्यारो सक्सी बाहुनको ओठमा घरमा चामल छैन भन्थ्यो डालाभरि पिठो दया दुध भन्दा पनि ज्याडो रक्सी मिठो बिहान खाएको भन्दा पनि बेलुका खाएको मजा भात तिउन चाहिँदैन त्यही हुन्छ नि खाजा पैसा सक्यो भरतपुर टाउनले शक्ति छोडे उपाध्ये बाहुनले त्यहाँ हुन्थ्यो नि गाई चढ्न जान्थ्यो गली गली उपाध्ये रक्सी खाए हिँड्छन् अलिअलि के लिटर खिच्न दार्जन गर्छ हिसाब किताब उपाध्ये रक्सी खाए कसले गर्ने निसाउ गुमुरको मासु रक्सीलाई सितान उपाध्ये झरे रक्सी चाहिँ बिचमा उपाध्यले रक्सी खाए जखीले नि सिके रक्सी खाएको हिसाब दिन नमरी नै सिके भट्टी छोडी घरमा आए हुती हुती यता ठोके उता ठोके कसले यता ठोके उता ठोके बुबा भन्छन् कान्छो छोरो किन टोलायो आमा भन्छन् देवालले बोलायो कान्छो छोरो बजार गएको कस्तो ल्यायो सारी छड्के आँखा देखाएर आँखा तर्थे बुहारी तिम्रो छोरो रक्सी खान्छ थाहा भएको किन श्री सम्पत्ति सिद्ध्याउला छोरालाई चिन पहिरो गयो खर्कको बारी मुखमा के भन्छे बुहारी धन्यवाद नमस्कार भन्नु न धन्यवाद नमस्कार धन्यवाद